अनि बुढी अब बुढा मर्यो भन्नु नि। आजको यो हाम्रो संसारी पूजा सम्पन्न भइसकेको छ। हामी बुढा मरेपछि पिर लाग्यो। हाम्रो 81 सालको चैत्रमा चाहिँ संसारी पूजा आज पूजा सम्पन्न भइसकेको छ। अब हाम्रो यो कालिजको मासु ठ्याक्कै पाकिसकेको छ हैन। दर्शकबिन्दुहरू तपाईहरु हेर्न सक्नुहुन्छ। अब यो कालिजको मासु ठ्याक्कै पाकिसकेको छ। अब यसलाई केही छिन पछाडि हामी सबैजना बसेर व्यवस्था हुन्छ यसको। केले जाँगा चलाएको मलाई थाहा छ। हाम्रो वडा नम्बर 1 का अध्यक्ष पनि हुनुहुन्छ उहाँ। आजको हाम्रो यो संसारीमा अब हामी बिदाको दिन पनि व्यस्त हुन्छ एकदम। जनताको लागि चाहिँ साह्रै दुःख गर्ने हाम्रो मरिमेट्नु भएको छ हैन। यहाँ अब हाम्रो कुकिङ हुँदैछ यहाँ पर तपाईहरु देख्न सक्नुहुन्छ हैन। कुकरमा भात पाक्दैछ, दालहरु, कालिजको मासु पाकेको। ल भाउजूले भालेको मासु पकाउँदै हुनुहुन्छ। यो चाहिँ घरकै लोकलको भाले पाक्दै छ। ठ्याक्कै सबैजना छौँ। भाउजू पनि हुनुहुन्छ यहाँ। हाम्रो गाउँका गफ बसी बिहालो गफ गर्दै हुनुहुन्छ काका बडाहरू। तल पौडी लौ छत्रीको